हेलो साथीहरु नमस्ते अनि वेलकम छ आराम हुनुहुन्छ होला म पनि आरामै छु अनि हजुरहरूले अन्तिमसम्म आज साथ दिनलाई नेपालको सुनौली फोटो लाइक अहिले नेपालको मान्छे अर्न पर्ने हैन यात्रा देखाउन गइरहेको छु म आज हजुरहरूलाई सुनौलीदेखि गोरखपुरसम्मको यात्राको अहिले नेपाल यात्रा भइरहेको यो झण्डा नेपाली सुनौली बोर्डरको गेट हो यो नेपालबाट यो नेपाल बोर्डर जाने गेट हो अगाडि पनि अगाडि इन्डियाको हरियो त्यो हो अहिले म इन्डिया बोर्डरको गेट तपाईँको यो टुरिस्ट इन्फर्मेसन यो नेपालको सेन्टर भन्दै छ होइन नेपालको बोर्डरको बायाँ साइडमा एउटा माइती एउटा काउन्टर मतलब नेपाली सेन्टर पनि बेच बिक्रीको लागि पनि यो तपाईको देखेको छैन त्यो महिलाहरू बसिरहेको माइती घर पनि छ है माइती घर देखाइरहेको छैन तर माइती घर पनि छ बोर्ड राम्रो बनाएको छ कि सिन्दै गरेर हाजिराहरू सेलिब्रेटी चेकिङ लागि बसिरहेकोले गर्दाखेरि देखेको छैन कोही पनि अहिले सेलिब्रेटीहरू जान्छ नेपालबाट इन्डियातिर आइडीहरू चेक गर्छ कहाँ के भनेर देखिरहेको छु म गेटबाट क्रस भएँ इन्डियाको नेपाल बोर्डरबाट अगाडि यो बसहरू देखिरहनुहोस् नेपालबाट इन्डिया लागि गाडी मुभमेन्ट ल्यान्ड गाडी चेकिङ त गाडी देखिरहँदा जति पनि मान्छे नेपालबाट भारततिर जाने चेक गरेर यो गाडी इन्डिया जाने र अहिले तपाईँको किनभने तपाईँको यो इन्डिया चेकिङ पोस्टले तपाईँको इन्डिभिजुअल मान्छेको सामानहरू तपाईँको चेकिङ गर्दै चेक गर्ने आफ्नो आइडीहरू चेक गरिदियो तपाईँको आइडी चेक गर्दैछ चेक गर्दैछ इन्डिया सेक्रेटरी आइडी चेक गर्नको बाद तपाईँको पनि आइडी चेक गरिरहनुपर्छ नेपालबाट डाइरेक्ट तपाईँले मान्छेले देखिरहनुपर्छ तपाईँको मान्छेले ब्याग लिएर गइरहनु त्यो भित्र नेपाल चेक गरेर आएर सामान ल्याएर आफ्नो गाडीमा सामान हालेर सामान इन्डिया डाइनेसर हेर्नुहुन्छ मैले मेरो मात्रै नेपालको हाम्रो गाडीमा बायाँतिर ट्याक्सी लिएर जाने सानो ट्याक्सीमा जाने दुईवटा दिदीहरू पनि काठमाडौँबाट 500 रुपियाँ जाने तिनजना चाहिँ एकजना पुगेको छैन म सामानहरू चेक गरेर आउनुभयो एकजना पुगेको छैन भने चाहिँ यिनीहरूसँग आइडी चेक गरेपछि देखाउनु पर्ने पनि लिएर जाँदा चेक गराउनु पऱ्यो नि त्यो भएर अब चेक गरेर आउनुभयो अहिले सामान यहाँ त्यो दिदीहरू थियो इन्डियाको सामानलाई जाँदैछ भन्नुहुन्छ उहाँले चाहिँ आफ्नो सामानहरू चेकिङ गरेर ल्याइसक्यो इन्डियातिर मैले चाहिँ आफ्नो आइडी चाहिँ देखाएँ चेक गर्नु पऱ्यो इन्डियाको मजाको बनाएको नेपालको यही पनि नेपालबाट चेकिङ गरेर सामानहरू हामी हो डल्लासल्ला लगाएर अब हामी जाँदैछौँ है लागि है ल साथीहरू म चाहिँ अहिले सुनौलीबाट फाइनल्ली म यहाँ गोरखपुर आइपुगेको छु है म यहाँ गोरखपुरको यतापट्टि अहिले अलिकति टाइम धेरै भएको कारणले गर्दा म यो एउटा होटेल हो यो होइन यो होटेल एरियामा आएको छु अब म यहीँ खाना खाएर म जान्छु है मेरो किनभने 7:46को मेरो ट्रेन छ होइन त्यही भएर मैले यसो सोचेँ कि माथिबाट यसो यहाँ गोरखपुरतिर पनि कति देखिन सक्छ स्टेसनतिरको एरिया होइन त्यो देखाइदिउँ भनेर म चाहिँ यहाँ माथिपट्टि आएको छु म चाहिँ 6 बजीतिर खाना खान्छु र अब 6:15 बजी म बिल्कुल निस्किन्छु है यो तपाईँको जो रोड देखिरहनु भएको छ यो रोड यो उताडि आइरहेको रोड छ यो सुनौलतिर आएको रोड हो है यो सुनौलतिर आएको रोड हो तपाईँको अनि यो यताडि जाने चाहिँ सुनौलतिर जाने रोड हो है सुनौल जाने रोड हो यो अहिले चाहिँ म बिल्कुल गोरखपुर रेलवे स्टेसनको अगाडिपट्टि छु है तपाईँले देख्नु होला यता होइन यो हो तपाईँको यो छेउ लाइन देखिरहनु छ जति पनि देखिरहनु भएको छ यो हो होटेल लाइन छ है यसमा चाहिँ लगभग खानाहरू जति पनि छ यहाँ खानाको व्यवस्था हुन्छ है और हजुरहरू आउँदै हुनुहुन्छ गोरखपुर रेलवे स्टेसनबाट रेलवेमा चढ्नको लागि होइन कहीँ जाँदै हुनुहुन्छ या नयाँ नौलो हुनुहुन्छ भने तपाईँहरूलाई अगर तपाईँलाई यो गेट देखिरहनु भएको छ यो यहाँ लेखिरहेको छ गोरखपुर रेलवे स्टेसन पर आपका स्वागत है भनेर लेखिरहेको छ होइन यो गेट नम्बर 5 हो यो अगाडिपट्टि छ गेट नम्बर 6 यता माथिपट्टि जानु पर्यो भने तपाईँको गेट नम्बर 4 भनेर देखाइरहेको यसरी छ है गेट नम्बर 4 भनेर देखाइरहेको छ खानापिनाको लागि भन्नुहुन्छ भने यो सानो तलको यो सानो देख्नु छ यो नर्मल खानाको लागि होटलहरू मोबाइल पसलहरू मिठाई पसलहरू छन् होइन तपाईँ रुमहरू लिएर बस्नुहुन्छ भने होइन यो यहाँ यो एउटा सनराइज भन्ने छ तपाईँको यो माथिबाट यसरी मान्छे आएको देख्नुहुन्छ प्रायः म यताउता कहीँबाट आउँदाखेरि चाहिँ
मैले यहीँ खानासाना खाने गर्छु, यहीँ सामान राख्छु। यहाँबाट यहाँ खाना खिलाउने नेपाली भाइ पनि छ। अनि यहाँ माथि यसरी आउनुभयो भने पहिला त यहाँ टेबल सेबल राखिदिएको हुन्थ्यो होइन, खानासाना हामी यहीँ बसेर खान्थ्यो। अहिले चाहिँ पानी झरी कारणले गर्दा यहाँ राखेको छैन। मैले ब्याग चाहिँ तल रिसेप्सनमै राखेर आएको छु होइन। अहिले पानी पनि पर्न लागिरहेको छ। यहाँबाट तपाईँहरू अगर आउँनुहुन्छ भने यहाँ आयो, यहाँ अगर टाइम धेरै छ भने तपाईँले यहाँ होटेलमा आएर रेस्ट गर्नु सक्नुहुन्छ, खानासाना खान सक्नुहुन्छ। यो रेलवे स्टेसनको जो अपोजिट साइड छ जति पनि छ तपाईँको होटेल लाइन हो है। और यहाँ एउटा फेमस मन्दिर गोरखनाथ मन्दिर पनि भन्ने पनि छ। अगर तपाईँ यहाँ गोरखपुर आइसकेको हुनुहुन्छ र होइन, गोरखपुरको जो गोरखनाथ मन्दिर गोरखधाम भन्छ, अगर घुम्न चाहनुहुन्छ भने तपाईँ यहाँ जो हामी सुनौलीतिर जाने बाटो छ होइन, यहाँ देखिरहनुहुन्छ। यहाँबाट लगभग धेरै नै 3 किलोमिटरतिर गयो भने एउटा तपाईँ देख्नु होला, यो बत्ती गरेको देख्नुपर्छ। त्यो साइडमा त्यहाँभन्दा अलिकति अगाडिपट्टि गोरखधाम मन्दिर पनि छ। हजुरहरू त्यहाँ पनि भिजिट गर्न सक्नुहुन्छ। एकदम राम्रो फेमस पनि छ, ठुलो छ मन्दिर, एकदम घुम्नको लायक पनि छ। म त लगभग बहुत पहिला नै घुमेको थिएँ। अगर नयाँ आउनुहुन्छ घुम्नु अनि त्यहाँ पनि घुम्न जान सक्नुहुन्छ। अनि तपाईँलाई अब यो रोड देखिरहनुहुन्छ, यो रोडबाट तपाईँको त्यहाँ देखाएको छ नगर निगम गोरखपुर भनेर लेखिरहेको छ है। एउटा मूर्ति पनि काली पनि देख्नुहुन्छ। त्यहाँबाट तपाईँ अलिकति अगाडि दाहिनेतिर जानुभयो भने त्यहाँ फेरि बस स्टप छ है। तपाईँको यो सरकारी यो स्टेटको बस हुन्छ, त्यहाँबाट लाग्छ है। तपाईँहरू काहीँ गाडीमा काहीँ सफर गर्नुहुन्छ, लखनऊ बनारस भन्यो भने तपाईँ त्यहाँबाट नि गाडीको युज गर्न सक्नुहुन्छ। अगर यहाँ एउटा जिआरडी भन्ने पनि छ, एउटा भर्ती सेन्टर होइन, जति पनि नेपालको भर्ती भएर आउँछ यो जिआरडीमा इन्ट्री हुन्छ। यो कहाँ छ भन्नुहुन्छ भने नि तपाईँबाट यहाँबाट लगभग तपाईँको 10 to 15 किलोमिटर यहाँ सिधा गयो भने नि त्यो चोक देखिरहनुहुन्छ। चोकबाट दाहिने दियो भने नि तपाईँको फेरि एउटा ठुलो रोड हेर्न सक्नुहुन्छ। अलिकति त्यहाँबाट लगभग तपाईँ लगभग 300 to 400 मिटर सिधा माथिपट्टि राइट लिनुभयो भने त्यहाँबाट ठुलो रोड हेर्नुहुन्छ। त्यो रोड दायाँ बायाँ नछोडिकन तपाईँ लगभग 10 to 15 किलोमिटर सिधा अगाडि जानुभयो भने बायाँ साइडमा जिआरडी भनेको छ तपाईँको जो भर्ती सेन्टर छ, त्यहाँ पनि तपाईँ जान सक्नुहुन्छ है। त्यहाँको लागि अब रह्यो रेलवे स्टेसनको कुरा होइन। तपाईँले यो देखिरहनु भएको छ यो रेलवे स्टेसनको इलाका हो होइन। तपाईँलाई बस्नको लागि भन्ने और यहाँ एउटा गया भन्ने ठाउँ छ। एउटा गया जो गौतम बुद्धले ध्यान लिएको भन्ने कुरा गर्छन् होइन। के हो कसो हो त अब मलाई पनि थाहा छैन। जो जिआरडी हुँदै काशी भन्ने ठाउँ छ क्या एउटा, तपाईँको लगभग त्यहाँबाट सायद 2-2.5 घन्टा त्यति पर्दैन होला, लगभग 1.5-2 घन्टा सिधा गयो भने त्यो जिआरडीबाट सिधा अगाडि गयो भने एउटा काशी भन्ने ठाउँ छ। एकदम राम्रो छ त्यहाँ। मैले बहुत पहिला गएको थिएँ, अहिले त गएन। तपाईँ त्यहाँ गएर पनि घुम्न सक्नुहुन्छ। त्यहाँ पनि राम्रो छ है। यो ध्यान गरेको हो कि त्यो यस्तो के भन्छ त्यहाँ गौतम बुद्धको, त्यहाँ गएर पनि तपाईँले घुम्न सक्नुहुन्छ। त्यहाँ पनि धेरै टाढा छैन, राम्रो छ। अब म आउँछु रेलवे स्टेसनतिर होइन। अब यो देखिरहनु भएको छ गोरखपुर रेलवे स्टेसन होइन। पर आपका स्वागत भनेको छ। यो इन्ट्री गेट हो। तपाईँ कुनै पनि गेटबाट तपाईँ जान सक्नुहुन्छ है। यहाँबाट तपाईँको इन्डियाको लगभग म्याक्सिमम जग्गामा जाने होला ट्रेन यहाँबाट तपाईँले पाउन सक्नुहुन्छ। तपाईँले यो देखिरहनु भएको छ यो कम्पाउन्ड हेर्नुहोस्। यो अन्त भित्रपट्टिको जति पनि एरिया छ त्यो पुरै रेलवे स्टेसनको एरिया हो है। तपाईँले सिधा देखिरहनु भएको छ होला, त्यो पनि इन्ट्री गेट हो। तपाईँहरू त्यहाँबाट इन्ट्री घुसेर भित्र जान सक्नुहुन्छ। भित्रपट्टि रेलवे फाटाकोट छ, धेरै छ। वहाँ गोरखपुर जक्सन भनेर पनि लेखिरहेको रहेछ, देखिरहेको छ है। म देखाउँछु है तपाईँले। गोरखपुर जक्सन भनेर देखाइरहेको छ है। देख्नु होला यो गोरखपुर जक्सन भनेको गोरखपुर रेलवे स्टेसन हो है। यहाँबाट तपाईँ हर ठाउँको ट्रेनहरूको पनि जान सक्नुहुन्छ है। अगर तपाईँ ट्रेनबाट जाने होइन, म गाडीबाट जान्छु, मेरो ट्रेनको टिकट कन्फर्म छैन भने मैले पहिला पनि भनिसकेँ। यो रेलवे स्टेसनमा तपाईँलाई यहाँ ल्याएर सानो गाडीले पनि तपाईँको यहाँसम्म झारिदिन्छ, यो गेटमा ल्याएर झारिदिन्छ। तपाईँ ठुलो गाडीमा आउँदै हुनुहुन्छ भने नि
तपाईँको यहाँबाट लगभग अलिकति 200 मिटर सिधा अगाडि गयो भने तपाईँको जहाँ दाहिने साइडमा बस स्ट्यान्ड छ त्यो पनि सिभिल होला होइन कि अब नेपालतिर त म्याक्सिमम् तपाईँको अब गभर्मेन्टले त चलाएको हुन्न के अरे गाडी होइन, पुरै सिभिल गाडीहरू हुन्छ। तर यहाँ चाहिँ स्टेटले आफ्नो सरकारी गभर्मेन्ट गाडी चलाएको हुन्छ है, स्टेटले चलाएको हुन्छ, रोडवेज गाडी भन्छ तपाईँको। त्यो थ्रु पनि तपाईँ कहीँ पनि जान सक्नुहुन्छ है। सिभिल गाडीमा के छ भने अब मान्छे भयो भने जाने नत्र नजाने गर्ने हुन्छ सिभिल गाडीहरू, जस्तो हाम्रो नेपालतिर पनि होइन सिभिल गाडीहरू भयो। अब मान्छे छैन भने कहीँ आधा बाटा गएर अर्को गाडी हालिदिने जाने गर्ने हुन्छ। यहाँ पनि त्यही हो सिभिल गाडी हो, जहाँ पनि, किन त्यसले पनि ड्राइभर पाल्न पर्ने होला होइन, ड्राइभर पाल्न पर्ने होला, गाडीको तेल उठाउन पर्ने होला, किस्त पनि तिर्न पर्ने होला होइन। त्यो कारणले गर्दा गाडीको चाहिँ सिभिल गाडीको चाहिँ अलिकति त्यति भर पल्दो हुँदैन। त्यही भएर तपाईँहरू पनि अगर कहीँ घुम्दै हुनुहुन्छ नुहाइ हुनुहुन्छ भने नि जस्तो तपाईँले रोड जस्तो यहाँ उत्तर प्रदेश परिवहन भनेर लेखेको छ होइन, यो सरकारी गाडी हो, यो स्टेटले चलाएको गाडी हो होइन। तपाईँले यस्तो गाडीको अगर तपाईँले यो गाडीको तपाईँले प्रयोग गर्नु भने के हुन्छ भने गाडी चाहे एउटा मान्छे हो चाहे नहोस् आफ्नो टाइममा पुग्ने हो यो गाडी, कहीँ तपाईँको होल हुँदैन। यसको मतलब यसमा धेरै सुरक्षा पनि मानिजान्छ। यहाँ केही छ यसको सरकार जिम्मेवार हुन्छ, किन यो सरकारले थ्रुबाट चलाएको स्टेटले युज गरेको गाडी हो होइन, स्टेटले आफैले गरेको गाडी हो। जस्तो त्यहाँ लेखिरहेको छ सुनौली ट्रिप भनेर चाहिँ यो सुनौली जाने गाडी हो है। हजुरहरू पनि नयाँ नौलो हुनुहुन्छ भने नि कोसिस गर्नु होला, रोडवेजको गाडी चढ्ने कोसिस गर्नु होला, त्यसले आफ्नो टाइममा पनि हिँड्छ र आफ्नो टाइममा पनि पुर्याउने कोसिस गर्छ है। अब मैले यो होटेलबाट किनकि यो साइडमा ब्याक साइड छ त्यही भएर मैले केही पनि देखाउन सकेन। अब मैले बुझेअनुसार चाहिँ अब गोरखपुरमा तपाईँहरू घुम्दै हुनुहुन्छ, घुम्न कतै जान आउँदै हुनुहुन्छ र घुम्ने कोसिस गर्नुहुन्छ भने एउटा गोरखधाम मन्दिर भन्दै गरेँ मैले। एउटा लगभग यो बाटो चाहिँ सुनौली जाने बाटो हो, तपाईँको यहाँ लगभग 2 to 3 किलोमिटर गयो भने 2 किलोमिटर अगाडि गयो भने एउटा आकाशे पुल आउँछ। आकाशे पुल क्रस गरेर अलिकति अगाडि गयो भने त्यहाँदेखि लगभग हिँडेरै तपाईँ 5 मिनट जति हिँडेर गयो भने बायाँ साइडमा गोरखधाम भन्ने मन्दिर छ, ठुलो गेट छ, त्यसको पनि तपाईँ दर्शन गर्न सक्नुहुन्छ। अनि एउटा काशी भनेर भनिहालेँ जो गौतम बुद्धले ध्यान गरेको भन्छन् के अरे, त्यो पनि एकदम राम्रो छ। त्यो बेला लगभग मैले 15-20 साल पहिला हेरेको, 20 साल पहिला देख्दा त एकदम त्यति राम्रो थियो, तर अहिले त कस्तो बनाएको होला म पनि गएको छैन। त्यहाँ पनि जान सक्नुहुन्छ। अब रेलवे स्टेसन तपाईँले यही हो हेरिहाल्नु होला है, रेलवे स्टेसन चाहिँ माथि अहिले पानी ट्याङ्की देख्नुपर्छ, देखि लिएर तपाईँको यो लामो पुरै स्टेसन हो। यसरी छ सबै स्टेसन, हेर्नु होला हजुरले है। अब म चाहिँ 6 बजे खाना खान्छु यहाँ होटेलमा। म 6 बजे खाना बताइदिइसकेको छु भाइलाई। 6 बजे खाना खाएर फेरि म 6 बजे खाना खाएर मैले फेरि यहाँ बिल्कुल 6:15 बजे हिँड्छु म, किनभने 6:50 को मेरो ट्रेन छ होइन, 6:50 को म ट्रेन छ। त्यही भएर म फेरि अर्को अब यहाँबाट फेरि मुभमेन्ट गरेको, यहाँबाट फेरि मेरो ट्रेन छ दिल्लीको, दिल्ली यो यहाँबाट मेरो दिल्लीसम्मको ट्रेन छ। फेरि म दिल्लीसम्मको फेरि ट्रेनको र स्टेसनभित्रको पनि म फेरि अर्को भिडियोमा देखाउने कोसिस गर्छु भोलि। म किनभने म भोलि बिहान लगभग 8-9 बजे म दिल्ली पुग्दैछु। फेरि म दिल्लीमा पनि के छ त्यहाँको पनि म देखाउने कोसिस गर्छु भन्दै ल म आजलाई चाहिँ म यहीँबाट बिदा हुन चाहन्छु। ल फेरि अर्को भिडियोमा सबैजना फेरि भेटौँला भन्दै ल सबै साथीहरूलाई ल बधाई है। यो म रेलवे स्टेसनमा छु, होटेलको माथि छु, छतबाट मैले जति हुनसक्छ म देखाउने कोसिस गर्छु। म अरू भिडियोमा पनि रेलवे स्टेसनभित्र नि कस्तो छ होइन, कसरी चेकिङ हुन्छ, के तरिकाले जान्छ भन्दै म सबै देखाउने कोसिस गर्छु भन्दै ल आजलाई चाहिँ म बिदा हुन्छु। ल सबैजनालाई ल बाई बाई, धन्यवाद।